गाइस हैन यो चाहिँ एउटा नर्मल फोनको किबोर्ड फोनको चार्जर हो जुन चाहिँ मैले तानेको छु माथिपट्टिको हैन यो यहाँको हुन्छ यो तानेको छु हैन यसमा लेख्यो के हुन्छ भने चाहिँ यो मैले चाहिँ अहिले पल परेको के हुन्छ भने चाहिँ यसमा चाहिँ 3.7 भोल्ट देखि 4.7 भोल्टसम्म काम गर्छ यो ब्याट्रीले हैन। अब यसभित्र त्यति काम गर्नलाई मोबाइलमा कसरी वर्क गर्छ यहाँभित्र के प्रयोग भएको छ भने त्यो देखाउन गइरहेको छु हैन। म देखाउन गइरहेको छु यहाँभित्र चाहिँ पोजिटिभ नेगेटिभले कसरी काम गर्छ एनोड क्याथोड के हो यसको बारेमा मैले बुझाउन गइरहेको छु हैन। अब सो गाइस अन्तिमसम्म हेरिदिनुलाई बुझ्नलाई म अब खोलेर हेर्न गइरहेको छु हैन। जुन चाहिँ म अब एकछिनमा खोलेर हेर्न गइरहेको छु हैन। यसमा चाहिँ के हुन्छ के हुँदैन भनेर गाइस त्यही होइन मैले अघि खोले देखाउँछु भनेको थियो खोल्दाखेरि चाहिँ धेरै गाह्रो भयो हैन। स्ट्रङली चाहिँ हात पनि चोट लाग्यो। यसको चाहिँ यस्तरी खोल्दै यसको लग हुन्थ्यो लगै नखोल्दिरहेको क्या अनि त्यसपछि मैले यस्तो गर्नु पर्यो। यसमा चाहिँ कार्बनहरू निक्लेको छ अलिअलि हैन। यसमा एनोड र क्याथोड काम कसरी गर्छ देखाउने चाहिँ अलिकति अलि बिग्रेको कारणले देखाउन मिल्छ तर मिलिरहेछ अहिले पनि हैन। सो गाइस ब्याट्रीले कसरी काम गर्छ यसभित्र के हुन्छ भन्ने कुरा चाहिँ म देखाउन गइरहेको छु हैन। सो गाइस त्यही हो हैन। यसमा चाहिँ दुईटा प्लेट हुन्छ क्या मेनली चाहिँ एउटा यो एउटा हुन्छ हैन। यस्तो वाला यो एउटा प्लेट हो यो चाहिँ यो एउटा प्लेट हैन यो एउटा प्लेट हुन्छ क्या। यसमा मेनली हुने कार्बन मात्रै युज भएको हुन्छ हैन। जुन चाहिँ यो छ नि यो चाहिँ त्यसमा मेनली यसमा कार्बन मात्रै युज भन्छ भनेको एनोड नभएर क्याथोड हुन्छ हैन। यो चाहिँ एनोड हुन्छ। यहाँ चाहिँ जुन अब यसमा चाहिँ कार्बन मात्रै नभएर जिङ्क पनि सँगसँगै जिङ्क पनि युज भएको हुन्छ। जिङ्क चाहिँ यो चाहिँ जिङ्क प्लेटहरू देख्न सक्नुहुन्छ। धेरै त देखिएको छैन किनकि ब्याट्री अहिले धेरै सर्ट भएको कारणले त्यति धेरै देखिएको छैन हैन। अलिअलि देखिरहेको छ क्या यसमा जिङ्क यहाँ यो जिङ्क हो। यो चाहिँ एनोड हो भने यो क्याथोड हो। यहाँभित्र कार्बन हुन्छ जुन चाहिँ एनोड नभएर क्याथोडमा लागेको हुन्छ। ब्याट्रीको एनोड र क्याथोड हुन्छ नि भित्र के हुन्छ नि कुरा यति नै हुन्छ क्या। यो फोइल यो चाहिँ एउटा नर्मल प्लास्टिक भन्नाले पनि यसको चाहिँ एउटा चार्ज एब्जर्बर हुन्छ न जुन चाहिँ कार्बनलाई गरेर एट्याच गरेर राखेको हुन्छ। यो चाहिँ कपरलाई एट्याच गरेर हुन्छ। दुईटा चाहिँ यसरी फोल्डिङ गरेको हुन्छ भने चाहिँ जुन चाहिँ एक आपसमा नथकियोस् क्या। उसको चाहिँ जस्तै अब यसको सपोज यो यता खाली छैन यो चाहिँ ब्याट्री सर्ट भएको कारणले यस्तो कलर देखाएको हुन्छ। जुन चाहिँ यहाँ छ नि यस्तो यस्तो फोल्डिङ गरेको हुन्छ जुन चाहिँ क्याथोडले एनोडलाई टच नगरेरै भित्र हैन फङ्सन चाहिँ यसरी काम गर्छ क्या। क्याथोडले एनोडलाई काम गर्दैन साथीहरु त्यही होइन। यसरी काम नगरेको कारणले कार्बन र जिङ्क चाहिँ ZnSO4 जस्तो यसको फङ्सन चाहिँ बनाएर यहाँ दिएको छु तपाईले हेर्न सक्नुहुन्छ। मेनली हैन यो यस्तो हुन्छ। यो भोल्टमिटर अघि भोल्ट अब यहाँ भोल्टमिटरको ठाउँमा चाहिँ यो ब्याट्रीको लगेको राख्छु मैले अहिले हैन। EMF सेल भनेको एनोड क्याथोड यस्तो हुन्छ। यहाँ जिङ्क पोजिटिभ भयो भने चाहिँ नेगेटिभ भएन जुन चाहिँ यस्तो काम गर्छ। यहाँ चाहिँ अब मैले यहाँ साल्ट ब्रिज भनेको अघि देखाएको थिएँ नि जुन त्यस्तो काम गर्छ त्यसमा चाहिँ एट्याच गरिन्छ भने चाहिँ EMF सेल यस्तो। अब पोजिटिभ र नेगेटिभ कसरी जिङ्क रडमा यस्तो हुन्छ ब्याट्री खोलेर हेर्न चाहनुहुन्छ भने हेर्नुहोस् फङ्सन चाहिँ यस्तो हुन्छ क्या। यसमा बिचमा चाहिँ एउटा यो छुट्टै अब यहाँ चाहिँ कपर रड हालेको छ तर यसमा चाहिँ जिङ्क कपर त हुन्छ नै हुन्छ पोजिटिभली काम गरेर हुन्छ तर यसमा कार्बनहरू पनि हुन्छ क्या मेनली चाहिँ युज गर्ने नेगेटिभली चार्जको लागि त्यही हो। सो गाइस थ्याङ्क यू।